देशको एउटा चाहिँ श्रम सेना हो जसले चाहिँ हर्क साम्पाङ जस्ता व्यक्तिलाई, क्लिन व्यक्तिलाई, भिजन लेभल व्यक्तिलाई चाहिँ उठाउनुपर्छ, प्रबन्धन गर्नुपर्छ। उसको शरीरमा कसरी गोली हान्छ भने अगाडि थाप्न सक्ने मात्र दम चाहिँ बोकेर हिँड्नुपर्छ भन्ने मान्छे हो। होइन हर्क साम्पाङलाई गोली हाल्न तपाईँ थाप्नुहुन्छ? 100% थाप्छ। होइन बाचा गर्नु साझा तपाईँले? बाचा छ, कसम तपाईँले कसम छ। जबसम्म नैतिकतावान हर्क साम्पाङ अहिले जस्तो छन् भोलिको दिनमा पनि त्यस्तै रहन्छन् र रहिरहे भनेदेखि चाहिँ कोही दुश्मन आएर चाहिँ बाह्य शक्ति आएर कुनै दुश्मनले अट्याक गर्छ भनेदेखि चाहिँ अगाडि गोली खान म तयार छु। यो मात्रै होइन, फेरि ज्यान लिउने मान्छेलाई फेरि उसको पनि ज्यान हामीले लिउन सक्छौँ। होइन त्यो क्षमता चाहिँ हामी एकाला धेरै रगत बगी तपाईँलाई कसले मान्छ भन्नु? देशलाई जब दुःख पर्छ नि तब चाहिँ आएर चाहिँ काँध थाप्न सक्ने, तटस्थ उभिने, शिर आफ्नो थाप्न सक्ने हामीलाई त्यो टाइपको मान्छे चाहिएको हो नि त देश बनाउनलाई। जब चाहिँ समय आउँछ स्ट्याटस मात्रै हामीले टुकुर 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 पारेर, जब चाहिँ समय आउँछ त्यो समयमा चाहिँ के गर्न नसक्ने, आफ्नो क्षमता र खुबी देखाउन नसक्ने, आफू चाहिँ एउटा चाहिँ लिडर भएको लिडरसिपको क्षमता देखाउन नसक्ने मान्छेलाई किन चिन्नु पर्यो हामीले? किन चिन्नु पर्यो? होइन उहाँले लिडिङ गर्नु भएको छ, काठमाडौँ महानगरपालिका हराभरा बनाउनु भएको छ, सभा सुगर बनाउनु भएको छ। ए हजुर, एउटा नगर प्रमुखले गर्ने त्यो त उसको कर्तव्य र जिम्मेवारी हो। त्यो जो कोहीले पनि गर्न सक्छ। त्यो उसले आएर के जादुको छरी हानेर गरिराख्या होला होइन र? त्यो त एउटा नगर पिताले गर्ने काम त, एउटा नगर प्रमुखले गर्ने काम त त्यही भित्रको एरियामा गर्ने त जसले पनि सक्छ नि। अरू चाहिँ के गरिदिनु पर्यो? तपाईँको घरबारी आएर किन पारिदिनु पर्यो नि? यहाँ अब धेरै कुराहरू छन्, जस्तै युवाहरूलाई रोजगार दिनेका कुराहरू पनि आउला। होइन रोजगारी त्यत्रो श्रम सिप सबै सिकाउनु भएको छ उहाँले, लाइन लाएर हजारौँ जागिर दिनु भएको छ। तपाईँ के भन्दै हुनुहुन्छ? हामी त यही छौँ त, बाटामा हिँडिरहेको छ, कोही कहिले दिनुभयो? अनि तपाईँले जागिर पाएन, तपाईँले चाहिँ तेल पेट्रोल पाएन, मासु भात पाएन भनेर हामीलाई मासुको लोभ पनि छैन, तेल पेट्रोल पनि चाहिएको छैन। हामी यस्तो मान्छे हो जो देशलाई हेर्छ र जनतालाई हेर्छ। देशको निम्ति को व्यक्ति कति स्वाभिमानी छ, को व्यक्ति देशको चाहिँ होनहार युवा नेता हो जसले चाहिँ लिडर गर्न सक्छ, लिडरको भूमिका निभाउन सक्छ, यो देशलाई हाँक्न सक्छ भन्ने मान्छे चाहियो नि त हामीलाई। त हामीलाई भित्र बसेर लुक्ने मान्छे चाहिएको होइन के, जेन्जीले खोज्दाखेरि लुकेको होइन त्यो मान्छे। हामीलाई त्यो मान्छे चाहिएन, हामीलाई यस्तो मान्छे चाहियो हामी पब्लिकको दुःखमा ऊ एउटा चाहिँ सिंह जस्तो भएर चाहिँ एउटा काँध थाप्न आउन सक्ने, जिम्मेवारी वहन गर्न सक्ने मान्छे खोजेको हो हामी है। हामीलाई छेरुवा मान्छे चाहिएको होइन। मान्छे बालेन कि अर्को ट्याक्कै भन्नु? जति क्रेज थियो मान्छे त छेरुवा रहेछ। अब त्यो छेरुवा मान्छे के गर्छ? त्यो छेरुवालाई धोका दियो भनेर तपाईँको 100% धोका दिएकै हो नि त्यसले। किन दिएन? जेन्जीलाई चाहिँ उठाउने मात्रै, उग्र बनाउने मात्रै होइन। जब अनि आइज जिम्मेवारी आइज, भार बोक्न आइज, देश चला भन्दाखेरि किन लुक्यो त त्यो मान्छे? किन लुक्यो? हर्क कि बालेन ठ्याक्कै भन्नु, साथी मात्र भन्नुहोस् तपाईँ। हर्क र बालेनलाई चाहिँ तुलना गर्न मिल्दैन। हर्क भनेको सुन हो, बालेन भनेको ढोक्राको घुन हो। नेपाली भाषामा यसरी ठ्याक्क बुझौँ। जब हामी जुन दिन चाहिँ हाम्रो सरकार बन्छ, जुन दिन हामी यो देशलाई चाहिँ हर्कमय बनाउँछौँ, त्यो दिन चाहिँ टुडी खेलमा लगेर भ्रष्टहरूलाई गोली हान्ने काम मैले गर्छु। मैले भ्रष्टलाई के गर्ने त? अनि फुलमाला लाएर स्वागत गर्नु त, अनि राम्रालाई पो फुलमाला लाउनु त। अनि अब कुरै त्यही छ त, अघिल्लो पिँढीका मान्छेहरू हामीभन्दा अगाडिका बुढाहरूले गरेकै काम राम्रो छैन, गरेकै त्यो भ्रष्टाचार छ त, अनि तिनीलाई नठोकेर कसलाई ठोक्नु त? होइन उहाँहरूलाई कानुन छ, नेपालको संविधान छ, संविधान अनुसार कानुन अनुसार कारबाही गर्नुपर्छ। हाम्रो कानुन हामी छुट्टी बनाउँछ होइन, सिद्ध्याउने 100% कुरा नगर्नुहोस् तपाईँले। हामी भ्रष्टहरूलाई माफी दिँदैनौँ, भ्रष्टहरूलाई टुडी खेलमा लगेर ठोक्छौँ हामी गोली। त्यो नियम र नीति बनाउँछौँ हामी। तपाईँको यो मेरो खुला च्यालेन्ज नै भनौँ न, यो श्रम संस्कृति पार्टीको एउटा यो हाम्रो यही वे हुन्छ। अनि के यो बढी सडी सबै तपाईँले श्रम गरेर बनाएको हो त? यो बनायो त, श्रम गर्यो, श्रम गर्छ, श्रममा विश्वास गर्छ, काम गर्नु, श्रम गर्नु, फिजिकल गर्नु। कस्तो खालको श्रम? बोक्ने कि ठोक्ने श्रम गर्नुहुन्छ? यो बोक्ने सबै हुन्छ, यसमा बोक्ने पनि हुन्छ, ठोक्ने पनि हुन्छ। पाला आए खण्डमा ठोक्न पनि सकिन्छ होइन। राष्ट्र निर्माणमा चाहिँ बाधा अवरोध आउने मान्छेलाई चाहिँ ठोक्न पनि सकिन्छ, कुनै दुई मात्रै छैन यसमा। हामी हिजोका दिनमा चाहिँ हाम्रा पुर्खाले चाहिँ विश्व सामु एउटा इतिहास रचेको छ होइन। हामी ठोक्नेमै पर्छौँ, तर हिजोका दिनमा हामी जति भयौँ होइन, तर अरूले युज मात्रै गरे कि हामीलाई युज मात्रै बनाए। तर अबको समय चाहिँ हामी ठोक्ने मान्छेले चाहिँ यो देश अब हाँक्ने योजना सहित हामी आएका छौँ। अब हाँक्ने भनेकै यो देश हाँक्ने भनेकै श्रम संस्कृति पार्टी बाहेक अरू कसैले होइन। हुन्छ, यहाँले महत्त्वपूर्ण समय दिनुभयो, जानकारी दिनुभयो। यहाँहरूलाई
अग्रिम सफलताको शुभकामना, बधाई, धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच। अर्को साम्पाङलाई हेरेर भोट दिनुहोस्, अरूलाई नहेर्नुहोस्। तपाईँलाई मन नपर्न सक्ला हाम्रो क्यान्डिडेट, मलाई हेरेर दिनुहोस्। यदि म यो देशमा चाहिँ एउटा भिजन भएको मान्छे, मिसन भएको मान्छे र कण कणमा यो देश बाँचिरहेको मान्छे हो भने मलाई हेरेर भोट दिनुहोस् श्रम संस्कृति पार्टीमा। र मैले बहुमत पाएर हाम्रो पार्टीले तपाईँको चाहिँ तपाईँहरूको जीवनमा परिवर्तन देखिने गरी, महसुस हुने गरी ल्याउन सकिनौँ भने म देशै छोडिदिन्छु, बस्दिनँ नेपालमा है। म नागरिकता त्याग गरेर होइन, मलाई बस्न सुहाउँदैन भनेर म छोडिदिन्छु। मैले यही प्रतिबद्धता दिएको थिएँ धरानमा। यदि धराने जनताको मन जितेर काम गरिनँ भने म धरान आउँदिनँ, बस्दिनँ भनेको थिएँ। तर अहिले धरान मात्रै नभएर ताप्लेजुङको पनि मन जितेरै होला। 1 घण्टा भन्दा 2 घण्टा भन्दा धेरै मान्छे तपाईँ उभिएर यहाँ बसिराख्नु भएको छ हो। म तपाईँहरूलाई धोका दिन्न है। मुकुमलुङ पाथिभराको कसम खाएर भन्छु, 1 पैसा भ्रष्टाचार गर्दिनँ है। जुन दिन भ्रष्टाचार गरेको पैसा गरेछु र त्यो पैसा मेरो तपाईँको खाएछु भने, 1 रुपियाँ खाएछु भने त्यही पल मेरो मरण होस्। पाथिभरा मातालाई म होइन, तपाईँको छैन सुम्निमा पारुहाङलाई पनि मैले अस्ति तपाईँको छैन भाकेर भनेको छु सालपा सिलिचुङमा। आज म यो पवित्र थलोमा उभिएर भन्छु, म त्यति धेरै इमान्दार मान्छे हो। तपाईँहरूले देख्नु भएको छ मैले वर्ल्ड रेकर्ड राखिदिएँ। काम गरेर विश्व रेकर्ड राख्ने नेपालमा अरू कोही पनि छैन होइन। कुदेर राख्यो, पौडी खेलेर राख्यो होला, खोर्सानी टोकेर राख्यो होला, तर जनतालाई, हजार जनतालाई होइन, भिरमा तपाईँको चाहिँ पाइप तान्न लगेर, त्यो पाइप किन्न लगाएर, त्यति धेरै तपाईँको चाहिँ मोटिभेट गरेर, उत्साहित प्रेरित गरेर विश्व रेकर्ड राख्ने हर्क साम्पाङ मात्रै हो है। कोही मान्छे होइन मसँग प्रतिस्पर्धा गर्न चाहन्छ भने म भन्न चाहन्छु, काम गरेर मै जस्तो विश्व रेकर्ड राख्दिनँ।